यो गर्नु नपरोस्। बजेटको लागि सांसदहरूले आफ्नो प्राथमिकता अनुसार आफ्नो क्षेत्रगत हिसाबले चाहिँ बजेट राख्नको लागि एउटा कमन पोर्टल चाहिँ बनाइयोस् जहाँ हामीले यी विषय हाम्रा आवश्यकताहरू राख्छौँ। सरकारले भूगोल र जनताको आवश्यकता अनुसार प्राथमिकीकरण गरेर त्यसलाई चाहिँ सम्बोधन गरोस् र नेता अब जस्तो पहुँचको आधारमा पहिला जसरी बजेटहरू हाल्नको लागि लबिङ हुन्थ्यो त्यो पनि अन्त्य हुन्छ र स्वार्थगत बजेट प्रणालीमा अब अहिले धेरै टिप्पणी गर्ने कुरा भन्दा पनि जुन ढङ्गले ठोस आउन पर्ने हो त्यो ठोस आउन सकेको छैन। मुद्दा त हिजोदेखि सबै राजनीतिक दलले उठाएका मुद्दा हुन्, त्यो बेठिक भयो भन्ने कुरा छैन। मुद्दा जेन्युन छ, गर्न पर्ने नै छ, तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति सुनिश्चितता हुने गरी जानको निम्ति जसरी आउन पर्ने हो त्यसरी आउन सकेन। अनि मनसुनको समयमा आकस्मिक नदी कटान भन्ने समस्या त्यो चाहिँ के रहेछ भन्दाखेरि जिल्ला तटबन्धनहरूसँग सीमित स्रोत साधन मात्रै हुने, आकस्मिकको लागि बजेट नहुने कारणले गर्दाखेरि यो बीचको समयका आएका बाढीले सृजना गरेको रिस्कलाई चाहिँ प्रोटेक्ट गर्नलाई, तटबन्धन गर्नलाई स्रोत साधन छैन भनेर जिल्ला तटबन्धनले भनेपछि मैले यो विषय चाहिँ मनसुन आउने क्रममा अत्यन्तै महत्त्वपूर्ण एमालेको कति कुरा हटाए, तर अब एमालेका कति कुरा हटाए भन्दा पनि म समग्रै कुरा गर्छु। यो चिजका निम्ति धन्यवाद भन्दै जुन खालको प्रतिबद्धता सार्वजनिक भएको छ त्यो कागजमा सीमित नहोस्, व्यवहारमा भोग्न पाइयोस्, व्यवहारमा कार्यान्वयन होस् भन्ने पनि शुभकामना छ। अनि बाँकी विषयहरू सरसरी हेर्दाखेरि एजेन्डा त हिजोदेखि नै उठिआएका एजेन्डा हुन्, कहीँ न कहीँबाट ती एजेन्डा चाहिँ सामेल भएको छ, मुद्दा सामेल भएको छ, तर त्यसलाई कार्यान्वयन कसरी गर्छौँ त भन्ने विषय चाहिँ स्पष्ट आएको छैन। कार्यान्वयन गर्नको निम्ति स्रोत चाहिन्छ, स्रोतको सुनिश्चितता के हो? जति कुरा बोलिएको छ त्यो त हाम्रो राज्यको स्रोतले मात्रै त भ्याउँदैन नि त। त्यसैले स्रोतको सुनिश्चितता सहित हामी कुन समयमा विश्वविद्यालयको कुरा सबै प्रक्रिया सकिएर पनि किन रोकिएको, के कारणले रोकिएको भन्ने कुरा भयो। अनि त्यहाँको महिलाहरू आदिवासी जनजातिहरूको कुरा भयो, त्यहाँको भक्तपुरको जुन नवदुर्गा भवानी, जिउँदो भवानी नाचको सांस्कृतिक संरक्षण कसरी गर्ने भन्ने कुरा, तिनीहरूलाई चाहिँ सहयोग चाहिने दिगो किसिमले भन्ने कुरा भयो। एउटा विषय दिनुभएको छ आफ्ना समुदायका मुद्दासहित आउनुहोस् भनेर। त्यही सन्दर्भमा बैठकमा उपस्थित मान्य सदस्यहरूले आफ्ना समुदायका मुद्दाका साथमा आफूलाई लागेका केही कुरा राख्नु भएको छ। मैले प्रधानमन्त्रीज्यूलाई आज धेरै भन्ने विषय बैठकमा केही पनि थिएन, किनकि उहाँले एउटा एजेन्डा तोक्नु भएको थियो। तैपनि त्यो एजेन्डाका बिचबाट हामीले विकास कसरी अगाडि बढाउँदा ठिक होला, नीति कार्यक्रममा कस्ता खालका कार्यक्रमहरू ल्याउँदा ठिक हुन्छ भन्ने कुरा एउटा नीति कार्यक्रमसित जोडिएर केही छोटा कुरा गऱ्यौँ। दोस्रो कुरा विकासका कुन लामो समयदेखिको अवरुद्ध भएका विकासहरू छन् त्यसलाई अगाडि बढाउने सन्दर्भमा उहाँको ध्यान आकर्षित गर्ने कुरा भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू, रणनीतिक महत्त्वका कार्यक्रमहरू, ती चिजहरूलाई त्यत्तिकै महत्त्वका साथ अगाडि बढाउनु सही भन्ने सुझाव सल्लाह दिने काम भएको छ। अहिले यस्तो छ, हिजो मात्रै सरकारको तर्फबाट जुन खालको राष्ट्रिय प्रतिबद्धता पत्र भन्ने सार्वजनिक भएको छ यो एउटा नयाँ अभ्यास हो। सबै राजनीतिक दलहरूका घोषणापत्रलाई आधार बनाएर सबैका प्रतिबद्धतालाई साझा प्रतिबद्धताको रूपमा अगाडि सार्नु भएको छ। अब यो चिजको निम्ति मैले धन्यवादै भन्छु। एमालेको कति कुरा हटाए, तर अब एमालेका कति कुरा हटाए भन्दा पनि म समग्रै कुरा गर्छु। यो चिजका निम्ति धन्यवाद भन्दै जुन खालको प्रतिबद्धता सार्वजनिक भएको छ त्यो कागजमा सीमित नहोस्, व्यवहारमा भोग्न पाइयोस्, व्यवहारमा कार्यान्वयन होस् भन्ने पनि शुभकामना छ। अनि बाँकी विषयहरू सरसरी हेर्दाखेरि एजेन्डा त हिजोदेखि नै उठिआएका एजेन्डा हुन्, कहीँ न कहीँबाट ती एजेन्डा चाहिँ सामेल भएको छ, मुद्दा सामेल भएको छ, तर त्यसलाई कार्यान्वयन कसरी गर्छौँ त भन्ने विषय चाहिँ स्पष्ट आएको छैन। कार्यान्वयन गर्नको निम्ति स्रोत चाहिन्छ, स्रोतको सुनिश्चितता के हो? जति कुरा बोलिएको छ त्यो त हाम्रो राज्यको स्रोतले मात्रै त भ्याउँदैन नि त। त्यसैले स्रोतको सुनिश्चितता सहित हामी कुन समयमा कसरी गर्छौँ भन्ने कुरा चाहिँ व्यक्त भएन। उही परम्परागत शैलीमा यो गर्छौँ त्यो गर्छौँ भन्ने हिसाबले आयो। यो गर्छौँ त्यो गर्छौँ भन्ने कुरा भनेको त्यो एकछिनको निम्ति हुन्छ, दीर्घकालको निम्ति के हुन्छ भन्दा दीर्घकालको निम्ति भोग्ने कुरा हुन्छ। हामी कसरी गर्छौँ, कहाँबाट गर्छौँ भन्ने चिजहरू क्लियर आउनु पर्यो। त्यो चिज क्लियर आएको देखिया छ। सरकार दरो हुने भनेको राज्य दरो हुने कुरा हो होइन।
राज्य दह्रो हुने कुरा गर्दा एमाले केही सोच्नुपर्ने कुरै छैन, राम्रो कुरा छ। तर त्यसका निम्ति हामीले ग्यारेन्टी कसरी गर्न सक्छौँ भन्ने कुरामा शङ्का नै छ कि किनकि आज मुलुकका जे अवस्था छन् चाहना त कसलाई थिएन र गर्ने मन त सबैलाई थियो नि। हामी पनि त बोल्या जति सबै गर्न नसकेको कारण भनेको त स्रोतको समस्या हो। अरू केही प्राविधिक कुरा पनि होला नि, त्यो आफ्नो ठाउँमा छ। त्यसैले अब अहिले धेरै टिप्पणी गर्ने कुरा भन्दा पनि जुन ढङ्गले ठोस आउन पर्ने हो त्यो ठोस आउन सकेको छैन। मुद्दा त हिजोदेखि सबै राजनीतिक दलले उठाएका मुद्दा हुन्, त्यो बेठिक भयो भन्ने कुरा छैन। मुद्दा जेन्युन छ, गर्न पर्ने नै छ। तर त्यसलाई कार्यान्वयन गर्नको निम्ति सुनिश्चितता हुने गरी जानको निम्ति जसरी आउन पर्ने हो त्यसरी आउन सकेन। अनि सञ्चार जगतले राज्य के गरिरहेछ भन्ने कुरो सूचना पाउने हक राख्छ। तपाईँहरू मार्फत जनताले त्यो चिज सुसूचित हुने हो। त्यसैले त्यस्तो नियन्त्रण गर्ने ढङ्गले जानु हुँदैन, गलत कुरा हो। हामी त्यो चाहिँ यदि हो भने त्यो चिज नहोस् भन्ने कुरा चाहन्छौँ। यो सबै आफूलाई थाहा नभएको तपाईँले एकैचोटि गर्दा, किनभने हाम्रो तह बोल्दाखेरि साँचो कुरा बुझेर बोल्नुपर्छ होइन। यद्यपि तपाईँहरूले पनि गलत सूचना त लिनु भएको छैन होला, तपाईँहरूको सूचनाप्रति विश्वास गर्न चाहिँ सकिन्छ। रुल मिच्नेलाई अब सचेत बनाउने कुराको त स्वागत गरौँ होइन। यो विषय बाहिर आएको विषय नि त्यति धेरै तथ्यमा आधारित छैन। किन तथ्यमा आधारित छैन भन्नु होला नि, हामी बैठक बसेकै छैन। चुनावपछि बैठक बस्नुपर्ने छ, बैठक बसिया छैन। चुनावसित गरेर जोडेर गर्ने समीक्षा पनि हाम्रो बाँकी छ। अरू चिजहरू सबै हामी समीक्षासहित पार्टीभित्रका हाम्रा आन्तरिक जीवनहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा जे छलफल हुन्छ भनेर बाहिर हल्ला हल्ला भइरहेछ। त्यसको थलो भनेको बैठक हो। बैठक नभएको अवस्थामा अहिले भर्खरै यो त्यो भनेर भन्ने एउटा स्थिति छैन। दोस्रो कुरा, अहिले यस्तो छलफल गर्ने बेला पनि होइन। अपरेसन भएको छ, उपचार गरेर बसिरहनु भएको छ। मलाई लाग्छ एमालेको सबै नेताहरूको एउटै सहमति के हो भने हामी जे छलफल गर्छौँ, चुनावसित जोडिएका पार्टी जीवनसित जोडिएका विषयहरू जे छलफल गर्छौँ त्यो चाहिँ पार्टी अध्यक्षको स्वास्थ्य लाभ गरेर फर्किसकेपछि, उहाँले नियमित काम गर्न थालिसकेपछि उहाँकै रोबरमा बैठक बसेर गर्छौँ भने यो उहाँसँग राखेका विषयहरू चाहिँ मैले सम्बन्धित मन्त्रालयहरूमा राखिसकेको थिएँ। तर राख्दा राख्दै पनि अब ढिलासुस्ती भइराखेको कारणले गर्दा मैले क्लस्टरगत विषय भन्दा पनि यो अत्यन्त अर्जेन्ट इस्युजहरू चाहिँ रेज गरेको छु। जस्तो तपाईँको मनसुनको समयमा आकस्मिक नदी कटान भन्ने समस्या, त्यो चाहिँ के रहेछ भन्दाखेरि जिल्ला तटबन्धनहरूसँग सीमित स्रोत साधन मात्रै हुने, आकस्मिकको लागि बजेट नहुने कारणले गर्दाखेरि यो बिचको समयका आएका बाढीले सृजना गरेको रिस्कलाई चाहिँ प्रोटेक्ट गर्नलाई, तटबन्धन गर्नलाई स्रोत साधन छैन भनेर जिल्ला तटबन्धनले भनेपछि मैले यो विषय चाहिँ मनसुन आउने क्रममा अत्यन्तै महत्त्वपूर्ण रहेकोले मैले प्रधानमन्त्री समक्ष राखेको छु। अर्को कुरा भनेको तपाईँको जुन बजेटको कुरा छ, बजेटमा चाहिँ अहिले पनि सबै सांसदहरूले अहिले धाइराख्नु भएको छ मन्त्रालयहरू, यो गर्नु नपरोस्। बजेटको लागि सांसदहरूले आफ्नो प्राथमिकता अनुसार आफ्नो क्षेत्रगत हिसाबले चाहिँ बजेट राख्नको लागि एउटा कमन पोर्टल चाहिँ बनाइयोस् जहाँ हामीले यी विषय हाम्रा आवश्यकताहरू राख्छौँ। सरकारले भूगोल र जनताको आवश्यकता अनुसार प्राथमिकीकरण गरेर त्यसलाई चाहिँ सम्बोधन गरोस् र नेता अब जस्तो पहुँचको आधारमा पहिला जसरी बजेटहरू हाल्नको लागि लबिङ हुन्थ्यो त्यो पनि अन्त्य हुन्छ र स्वार्थगत बजेट प्रणालीमा पनि जाँदैन। सांसदहरूले आफ्नो क्षेत्रको स्वार्थ अनुसार भन्दा पनि राष्ट्रको आवश्यकता अनुसार हुनुपर्छ भनेर यो बजेटको समय आउन आँटेको, प्री बजेट आउन आँटेको कारणले गर्दा चाहिँ मैले यो एउटा विषय पनि राखेको छु। अर्को कुरा भनेको 12 कक्षाको तपाईँको परीक्षा आउँदैछ। अब के गरिदियो भने नेपाल सरकारको अब शिक्षा मन्त्रालय अन्तर्गत पढ्ने शिक्षा बोर्डले चाहिँ एक्जामको सेन्टरहरू चाहिँ दुर्गम क्षेत्रमा विद्यालयभन्दा 30-40 किलोमिटर चाहिँ टाढा राखिदियो। यसले गर्दाखेरि तपाईँले चाहिँ सुदूर वा कर्णाली जस्ता विभिन्न क्षेत्रमा विद्यार्थीहरू 40 किलोमिटर पर गएर एक्जाम दिन सक्ने न त स्रोत साधन छ, आर्थिक रूपमा पनि बोजिलो छ, सुरक्षाको हिसाबले पनि समस्या देखिन्छ। र अर्को कुरा भनेको कुनै कुनै सेन्टरहरू यस्तो ठाउँमा तोकिएको छ जहाँ आवास पनि छैन र जनताहरूलाई यो समस्यामा ग्रस्त बनाएर जकडिएर राखिराखेको हुँदाखेरि जनताहरूमा एउटा फाइनेन्सियल स्ट्रेस पनि छ, कुनै काम गर्छु भन्दा पनि नपाउने अवस्था छ। त्यही भएर स्मार्ट सिटी रेलवेजहरू बन्नु
पर्यो होइन भने जब कार्यान्वयन हुने समय आउँछ तब मात्रै यस्ता कुराहरूलाई चाहिँ रोक्का गर्ने खालको नीति अपनाउनु पर्छ भनेर मैले सरकारको ध्यान आकर्षण गराएको छु। र अर्को विषय भनेको मैले मेरो परिवारमै 2 जना क्यान्सरको चाहिँ अब समस्याबाट मेरो फ्यामिलीमा 2 जनालाई भयो होइन, त्यो धेरैजनाको परिवारमा छ। नेपालमा हामीले पेट-सिटीको चाहिँ स्क्यान गर्न खोज्यौँ भने 80,000 जति पर्छ र त्यति धेरै ठाउँमा उपलब्ध पनि छैन। भक्तपुरको रिप्रेजेन्ट गर्ने सम्पूर्ण आदिवासी जनजाति र नेपाली गर्ने हुनाले यहाँको सम्पदाको कुरा भक्तपुरको सम्पदाको कुरा भक्तपुर विश्वविद्यालयको कुरा सबै प्रक्रिया सकिएर पनि किन रोकिएको, के कारणले रोकिएको भन्ने कुरा भयो। अनि त्यहाँको महिलाहरू आदिवासी जनजातिहरूको कुरा भयो, त्यहाँको भक्तपुरको जुन नवदुर्गा भवानी जिउँदो भवानी नाचको सांस्कृतिक संरक्षण कसरी गर्ने भन्ने कुरा तिनीहरूलाई चाहिँ सहयोग चाहिने दिगो किसिमले भन्ने कुरा भयो। अनि अर्को विषादी मुक्त बनाउनुपर्छ भनेर म आफै पनि प्रेसिडेन्ट पाएँ। अब विशेष गरी यो बाहिरबाट आउने तरकारीहरूमा विषादी भएको बाध्य भएर खाइरहेछ, त्यसलाई चाहिँ नियमन गर्नुपर्छ भन्ने कुरा भयो। अर्को मैले चाहिँ शिक्षामा पनि नैतिक शिक्षा फेरि पढाउनु पऱ्यो भनेको छ है, चाहे त्यो सामाजिक सञ्जालमा होस् जहाँसुकै होस्। अहिले चाहिँ मलाई कस्तो लागेको छ भने नैतिकताको डेरी नै भएको छ। मैले त्यस्तै 2-3 मिनट सिकाएँ, उहाँले राम्रोसँग ध्यान दिएर सुन्नु भएको छ। म पोजिटिभ छु, म आशावादी पनि छु। उहाँ एकदमै हुटुटी छ, उमेरले गर्दा पनि होला एउटा केही गरौँ देशको लागि राम्रो गरौँ भनेर जुन हुटुटी छ त्यसको लागि म रेस्पेक्ट गर्छु। उहाँले ध्यान दिएर सुन्नु भएको छ, मलाई लाग्छ उहाँले कार्यान्वयन गर्नुहुन्छ। यो भेटलाई मैले मात्र होइन, हामी सबै समानुपातिक सांसदहरूले भनेको छ कि यो हामीलाई चाहिँ अलिकति पक्षपात भएको हो कि भन्ने फिलिङ आएको छ। मैले अस्ति सदनमा पनि भनेको थिएँ उहाँले अलिकति सामने भएको बेलामा किन अब अलिक प्रत्यक्ष निर्वाचितहरूलाई मात्रै बोलाइराख्नु भएको छ, समानुपातिकहरूलाई पनि त्यति बेलै बोलाएको भए प्रदेश वाइज अथवा क्लस्टर वाइज बोलाउनु भएको भए हामीलाई सल्लाह गर्न सजिलो हुन्छ नि। जस्तै मेरो क्षेत्रबाट प्रत्यक्ष आउनुभएकोले अस्ति बागमती प्रदेशबाट उहाँले के भन्नुभयो, के योजनाहरू राख्नुभयो, त्यो हामीलाई थाहा भएन, कम्युनिकेसन ग्याप त्यस्तो फिल भएको छ सबैलाई मलाई मात्रै होइन, हामी सबैलाई अलिकति प्रति के अरे यो पक्षपात गरेको हो कि भनेर छ। तर उहाँले चाहिँ अब नेक्स्ट टाइमदेखि क्लस्टर वाइज अथवा हामीलाई पनि प्रदेशसँगै बोलाउनु भयो भने चाहिँ हुने थियो भन्ने कुरा पनि हामीले राखेको छ।